हामी नेपालीले आफ्नो परिवारको इज्जत जाँदाखेरि आफ्नो इज्जत गयो भन्ने बुझ्दैनौँ। आफूले आफूलाई निकै नै बुद्धिमान सम्झेर आफ्नो श्रीमतीको मेरी श्रीमती यस्ती छे मान्दै मानिन किचिज गरी मेरी श्रीमतीसँग झगडा परिरहेको छ भनेर हामीलाई सुनाउँछौँ। मलाई हजुरहरूले सामान मगाउनुहुन्छ, म पठाइदिन्छु, रिसिभ गर्नुहुन्न, अनि मेरो श्रीमतीले मानिन, मेरा परिवार एकदमै किचक छन् भनेर हामीसँग वाट्सएपमा म्यासेजमा कुरा गर्नुहुन्छ। यसबाट हजुरहरूको चाहिँ इज्जत उच्च हुन्छ भन्ने हजुरले सोच्नुहुन्छ कि के हो त्यो चाहिँ मलाई थाहा भएन। यो ऱ्यान्डमली घटिरहने घटना। हामीले एउटा फोन पठाउँछौँ, पठाइदिनु न, केही हुँदैन, म पाएपछि पैसा तिर्छु, म त्यस्तो मान्छे होइन, म अनलाइन चलाउँदिनँ, मैले क्युआरमा पेमेन्ट गर्न जानेको छुइनँ भन्नुहुन्छ। हामीले पठाइदिन्छौँ, त्यसपछि रिसिभ गर्नुहुन्न, हाम्रो घर झगडा परो भन्नुहुन्छ। अनि श्रीमतीको तथा नाम कुरा सुनाउनुहुन्छ, अर्थात् श्रीमतीले हो भने श्रीमानको कुरा सुनाउनुहुन्छ, अनि परिवार मेरा किचक छन् यस्ता छन् भन्नुहुन्छ। यो राम्रो लाग्छ हजुरहरूलाई र मैले राम्रो कुरा गरेँ भन्ने लाग्छ होला होइन? पहिले नै घर सल्लाह गर्नुहोस् न। हजुरको श्रीमतीको इज्जत जानु भनेको हजुरको पनि इज्जत गएको हो के? यति त बुझ्नुपर्छ नि हामीले। यति सामान्य कुरा पनि हामीले बुझ्न सक्दैनौँ, कस्तो अचम्म लाग्छ। अरूलाई आफ्नो परिवारको कुरा गर्दाखेरि हजुरको पनि इज्जत गइरहेको छ, त्यति चाहिँ बुझ्नुपर्छ। पहिले घर सल्लाह गर्नुहोस् न, सामान लिने नलिने मजाले सल्लाह गर्नुहोस्, आवश्यक परो भने मात्रै लिनुहोस्। कसैलाई गिफ्ट दिँदै हुनुहुन्छ, जन्मदिने आमालाई पठाइदिनुहुन्छ फोन, अनि त्यस पछाडि छोरो हुनुहुन्छ हजुर, मेरो श्रीमतीले मानिन भनेर हजुर चुप लागेर फोन रिसिभ गर्नुहुन्न। यो कहाँसम्मको कुरा भयो त? हजुरले आफूले सोचेर हेर्नुहोस् त, जन्मदिने आमालाई फोन पठाउनुहुन्छ, श्रीमतीले मानिन भनेर फोन रिसिभ गरेर दिनुहुन्न भनेपछि हजुरले कहाँसम्मको कुरा गरिरहनु भएको छ? एकचोटि सोचेर हेर्नुहोस् राम्रोसँग र परिवारको इज्जत नउचाल्नुहोस्। सबै सल्लाह गर्नुहोस्, सल्लाह गरेर मिल्छ भने मात्रै मगाउनुहोस्, नभए हामीलाई पनि दुःख नदिनुहोस्। हामीलाई पनि दुःख हुन्छ, हाम्रो पनि पैसा नाश हुन्छ। हामीले यहाँबाट कुरियर गरेर पठाउँछौँ, फिर्केर आउँदा फेरि हाम्रो पनि पैसा नाश भइरहेको हुन्छ, समय बर्बाद भइरहेको हुन्छ। त्यस कारणले गर्दा मेरो इज्जत जानु भनेको मेरो परिवारको पनि इज्जत जानु हो भन्ने कुरा चाहिँ बुझ्नु होला। यति चाहिँ बुझ्न जरुरी छ, किनकि हजुरहरूको कारणले गर्दा हामीले पनि दुःख पाइरहेका छौँ। आइन्दादेखि यस्तो काम नगर्नु होला। धेरैजना हुनुहुन्छ यस्तो, मैले हजुरहरूको नाम भनेर हजुरहरूको बेइज्जत गर्न म चाहन्न। हवस् त, धन्यवाद।